राजेश। सो म चाहिँ डाइरेक्टली अलिकति क्वेसन्स धेरै लाग्न खोजेँ। सो मैले त पहिलो क्वेसन चाहिँ नवराज सरलाई नै गर्न खोजेँ। सो मेरो क्वेसन चाहिँ नवराज सरको बारेमा मैले अलिकति हेरिरहेको थिएँ, 1-2 दिन अगाडिदेखि पढिरहेको पनि थिएँ। एन्ड आई गेट टु सी एउटा डाइभर्स भेटेरन एन्टरप्रेन्योर, हेज पोर्टफोलियो मोर देन 50+ बिजनेसेसहरूमा उहाँको पोर्टफोलियो छ। हि इज अ फाउन्डर अफ मल्टिपल बिजनेसेस, फ्रम ब्याङ्किङ, फ्रम हाइड्रो पावर, फ्रम बुक पब्लिसिङ, एभ्रिवेयर हि हेज बिन, होइन। तर एउटा कुरा चाहिँ मैले नोटिस गरेँ, जुन चाहिँ चिरो हो, इट्स अ डिफरेन्ट देन अदर portfolio that you have. So why fashion and why you get into Chiro? अलिकति journey सुनाइदिनु थियो भनेर। सबैलाई नमस्कार। नेपालको एउटा प्रतिष्ठित कलेजमा तपाईँहरूले मलाई निमन्त्रणा गर्नुभयो। यो प्रतिष्ठित कलेजमा मेरो यो पहिलो अनुभव हो। म भिजिटिङ लेक्चरको लागि धेरैचोटि इन्भल्भ भएको छु, तर यो प्यानल डिस्कसनमा म फर्स्ट टाइम इन्भल्भ हुँदैछु। त्यसैले पनि मेरो लागि यो नौलो छ। र अर्को कुरा यहाँले के बुझिदिनु पऱ्यो भने एन्टरप्रेन्योरहरू बोल्न पनि जान्दैन र वास्तवमा यो स्ट्रक्चर फर्ममा मेरो कन्भर्सेसनै नहुन सक्छ, तपाईँलाई त्यो चित्त नबुझ्न नि सक्छ। त्यसैले पहिलो कुरा त म त्यसकै लागि माफी माग्न चाहन्छु कि तपाईँको स्ट्रक्चर फ्रेममा कन्भर्सेसनै नभइदिन सक्छ। त्यसैले गर्दा पहिला यहाँसँग सुरु गर्नुभन्दा अगाडि मेरो जर्नी चाहिँ 10,000बाट सुरु गरेँ हो मैले, वेन आई वाज 17। अलिकति मोटिभेसन होला भनेर म 1-2टा यसमा थप्छु। म 17 वर्ष हुँदा व्यवसाय सुरु गरेको, त्यो चाहिँ पब्लिसिङ हो, हाउस हो, बुद्ध पब्लिकेसन। इट्स अ लिडिङ बिजनेस हाउस। मैले चाहिँ 10 वर्ष चाहिँ अलमोस्ट बुद्ध पब्लिकेसन चाहिँ इट्स लाइक नम्बर 1 र म नम्बर 1 पोजिसनमै थिएँ। अलिकति त्यसमा केही इनोभेटिभहरू गरेको थिएँ, त्यसैले म नम्बर 1 थिएँ। त्यसपछि आफ्टर द्याट म 18 वर्ष हुँदा म बालुवाटारमा मैले प्रपर्टी किनेको थिएँ, घर किनेको थिएँ 18 वर्षमा। र 19 वर्ष हुँदा मैले अनामगढमा प्रपर्टी किनेको थिएँ। यो दुइटै प्रपर्टी मैले अहिले पनि सञ्चित गरिरहेको छु, मसित छ। मैले तपाईँलाई यसको विभिन्न इन्साइट्सहरू होला, मौका पऱ्यो भने तपाईँहरूसँग सेयर गरौँला। त्यसपछि मैले म नेपाल आर्मी, नेपाल पुलिसको लागि चाहिँ वान डोर सर्भिसको एउटा इन्स्टलमेन्ट बेसिस प्रोग्रामको प्याकेज क्रिएट गरेँ र मैले गभर्मेन्टलाई रिक्वेस्ट गरेँ र त्यो चाहिँ फर्स्ट प्याकेज प्रोग्राम थियो र मैले त्यो चाहिँ नेपाल आर्मी, नेपाल पुलिससँग मैले सहकार्य गरेँ। त्यो म 19 को एजमा थिएँ। 19 को एजमा एप्लाई गरिसकेपछि मेरो एप्रुभल पास भयो र मैले मोर देन 200 करोडभन्दा बढीको वार्षिक टर्नओभर मैले गर्ने मौका पाएँ। म 19 वर्षको थिएँ। त्यसपछि अनि म कलेजमा पनि इन्भल्भ छु र यो कलेजको म एउटा प्रपर्टी मैले त्यही इन बिट्विन 19 वर्षमा लैनचौरमा प्रपर्टी किनेको थिएँ। त्यसको 6 महिनामा प्रपर्टी बेचेर अहिले टप 5 कलेज मध्येको कलेजको मेरो सिड मनी, फर्स्ट सिड मनी चाहिँ त्यो कलेजको म अहिले सेकेन्ड हाइएस्ट इन्भेस्टर हो र त्यो कलेजको 3-4वटा कलेजहरू पनि यसमा इन्भल्भ छ। म त्यसको चाहिँ फाउन्डर हो, फाउन्डर डिरेक्टर पनि हो। अहिले म इन्भल्भ भएको म ओभरअलमा आजको दिनसम्म आइपुग्दाखेरि मसँग 4200 स्टाफ आजको दिनमा विभिन्न कम्पनीजमा एसोसिएट हुनुहुन्छ र मेरो मसँग एसोसिएट भएको कम्पनीको पेरोलमा बस्नु भएको छ। पछिल्लो पटक उहाँले सोध्नु भएको विषयमा म एकैचोटि उहाँको एन्सरमा आउँछु। मैले चाहिँ बुद्ध पब्लिकेसन चलाएँ। एउटा सानो इन्सिडेन्ट म तपाईँलाई भन्छु। मैले चाहिँ हामी नेपाल चाहिँ इन्डियाको बोर्डरसित छौँ र 357 मिलियन पपुलेसन चाहिँ युपी र बिहारमा मात्रै छ।
त्यो युपी र बिहारको पपुलेसन चाहिँ यसो दुबईमा गएर हेऱ्यो भने त्यहाँ ग्लोबल भिलेज भन्ने एउटा क्रिएट गरेको छ दुबईले, एउटा मरुभूमि हो, त्यसमा 6 महिना मात्रै अपरेट गर्छ त्यसले। त्यो मरुभूमिको क्लाइन्ट चाहिँ अलमोस्ट 60% क्लाइन्ट चाहिँ मैले इन्डियन कम्युनिटीको मान्छे भेटेँ, त्यो पनि विशेष गरी युपी र बिहारको मान्छे चाहिँ त्यो त्यहाँ भेटेँ। अनि यसो हेरेँ भनेपछि हामी नेपालको जुन फ्ल्याट ल्यान्ड छ, अहिले इन्डियाको विशेष यो चाहिँ हिल स्टेसन जानु पऱ्यो भने दार्जिलिङ एरिया जानुपर्छ कि नैनीताल जानुपर्छ। अनि नैनीतालतिर मैले यसो सोचेँ, अनि एउटा सर्वे गरेँ नेपालमा कसरी हिल स्टेसनहरू क्रिएट गर्न सकेला अथवा रिक्रेसन सेन्टर कसरी बनाउन सकेला भनेर। त्यसपछि इन बिट्विन बिचमा मैले एउटा टाइगर प्यालेस रिसोर्ट भन्ने सुन्नुभयो होला, नेपालको सबैभन्दा ठुलो लार्ज स्केलको एफटिआई चाहिँ मैले नेपालमा म इन्भल्भ भएर ल्याउने मौका पाएको थिएँ। र त्यो टाइगर प्यालेस रिसोर्ट चाहिँ मैले 2012 मा स्टार्ट गरेर 2016 मा कम्प्लिट गरेँ। त्यसलाई $5.5 मिलियन $55 मिलियन को प्रोजेक्ट थियो त्यो। र त्यो चाहिँ मैले टाइगर प्यालेस रिसोर्ट मैले अहिले बेचेँ। त्यो कोभिडको टाइमभन्दा जस्ट 1 वर्ष अगाडि मैले त्यो मेरो प्रपर्टी बेचेँ। मैले त्यति बेला चाहिँ मैले इन्डियाको जुन त्यो क्याचमेन्ट एरियालाई हेरेर मैले एउटा नेपालमा चाहिँ केही गर्न सकिन्छ भनेर काम गरेँ। अनि त्यो सिलसिलामा मैले एउटा झापामा एउटा प्रपर्टी किनेँ। झापाको प्रपर्टी किनेको बेलामा तपाईँलाई काम लाग्न सक्छ, मसित 1 रुपियाँ पनि पैसा थिएन। मैले उहाँलाई एउटा कन्सेप्ट क्रिएट गरेँ र उहाँहरूसँग मैले $3 मिलियन एडभान्स दिनुहोस्, म तपाईँलाई टाइगर प्यालेस रिसोर्ट बनाएको मसँग अनुभव छ र म त्यो तपाईँलाई टाइगर सेम टाइगर प्यालेस 2 चाहिँ क्रिएट गरिदिन्छु र मलाई एडभान्स पैसा दिनुहोस्। मैले प्रपोजल पठाएँ हङकङ, त्यही प्रपोजल मैले लन्डन पठाएँ, प्रपोजल सिङ्गापुर पठाएँ। अनि एउटा ग्रुपले मसँग एग्री भयो, मलाई 31 करोड 68 लाख रुपियाँ एडभान्स दिन तयार हो, मसँग पैसा छैन। प्रपर्टीको साइज लेट्स से त्यो फ्रेम जति छ, मैले डिमार्केसन लाइन बनाएँ। यो डिमार्केसन लाइनको प्रपर्टी चाहिँ त्यो प्रपर्टी किन्नभन्दा अगाडि मैले सर्वे गरेँ, दिस इज द प्रपर्टी। अनि त्यहाँको लोकल पिपुल इन्फ्लुएन्सर कम्युनिटीलाई यो गर्न सकिन्छ, उहाँहरूसँग कन्ट्र्याक्ट क्रिएट गरेँ। मैले यदि प्रोजेक्ट लिएर आएँ भने तपाईँ मलाई प्रपर्टी दिनुहुन्छ। डिमार्केसन लाइन क्रिएट गरेर डिमार्केसनको लाइनको अन्डरमा 61 करोड 68 लाख रुपियाँको प्रपर्टी, के अरे 31 करोड 68 लाख एडभान्स लिएर मैले त्यो टोटल प्रपर्टी मैले उहाँसँग ट्रेड गर्ने प्रपर्टी 84 CR मा मैले ट्रेड गर्ने मैले एग्रिमेन्ट गरेँ र मैले त्यो टोटल प्रपर्टी 22 CR मा पर्चेज गरेँ। भनेपछि अल्टिमेटली हामीसित जुन स्ट्रेन्थ छ, यो चाहिँ इन्टरनेसनल कम्युनिटीलाई जुन इन्डिया, चाइना र हामी चाहिँ सेन्टर अफ 6 कन्ट्री भन्छु म, म्यानमार, भुटान, बङ्गलादेश, चाइना, इन्डिया, इभन तपाईँले चाहिँ यो नेपाल, यसले 6वटा सेन्टरमा हामी छौँ जहाँ छौँ।